हेलो गाइस, हामी चाहिँ सटरडे पिकनिक जाँदैछौँ आफ्नो क्लासको भएर। अनि त्यसको लागि चाहिँ हामी अहिले 3 जना बसेर के चाहिन्छ के किन्ने भनेर सामानहरू लेख्दैछौँ। अनि अरू डिस्कस चाहिँ हाम्रो सबै भइसक्यो, पैसाहरू पनि उठिसक्यो। अब चाहिँ हामी जानको लागि रेडी पनि छौँ अनि सामानहरू लेख्दैछौँ। अरू भ्लग चाहिँ हेर्दै गर्नुलाई त बाई। यता हेर्न हेलो भनौ गाइस, यता हेर। सुस्तै पोल्छ ओए ओए हालो आठ वर्षमा बस्ने हो। 8 वर्ष हामीलाई लाइन बनाइदिन्छु भने अनि यतिसम्म बनाइदिएन। हामी यसरी पानी अनि मल्टिप्लक बोकेर लाइट खोज्न हिँडिरहन परे। चप्पल पनि बोकेर आएको ल मैले चप्पल। घुम्मिन्छु न म है इभन लुट ला आगो तापिरहेछ तिमीहरूले झाडु भएर। अलि मेलोडी गर के गीतमा मेलोडी। हेलो हेलो स्ट्यान्ड फर आकाशैको झिलिमिली तारा। मलाई चाहिँ नुहाइदिन्छु मैले अहिले। विदेश गए पनि नेपालकै कुना कुनामा भए पनि तिमीहरू सधैँ रहनेछौ। यो मनबाट कहिले टाढा हुने छैनौ तिमीहरू। म एकदमै प्राउड फिल गर्छु तिमीहरू जस्तो साथी पाएकोमा। 4 वर्ष कसरी कटाउनु थाहा छैन हैन। तिमीसँग एकदमै रमाइलो पलहरू मैले बिताएको छु। पढाइको मलाई केही थाहा छैन तर तिमी
जिन्दगीभरि याद आउने भयो साथीहरू एकछिन यहाँ भिडियो गराउन लाएको वन्दनाको मोबाइलमा मैले तर मलाई कारो आयो म चाहिँ गोरो छु है कति केटा छैन रे होसैमा
हस् वन्दना नाकमा फोकस मायाले